सो हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। आजको मेरो न्यू ब्लगमा आज चाहिँ हामी बालाजुको 22 धारामा आछौँ। दुईजना साला भोलि जापान जाँदैछन्, त्यसैले आज हल्का यसो घुमाइदिउँ भनेर लिएर आएको छु। के कस्तो हुन्छ आजको भिडियो हेर्दै जानु होला लास्टसम्म। एकदम यहाँ धेरैजना ब्युटिफुल ब्युटिफुल तीन बना के खाओ मेरो माछा टोइङ ये पकड के ले जाए का माछाहरू खतरा खतरा छन्। माछा लाल हरियर क्लियर सब टीना बना के खाओ ले जाइए। यहाँ चाहिँ धेरैजना मानिसहरू आउँछन् घुम्नलाई। टिकटक भिडियोदेखि लिएर फ्यामिलीहरू घुम्न आउँछन्। यहाँ एकदम राम्रो पार्कहरू छ, फुलहरू छ, बोट बिरुवाहरू राम्रो राम्रो छ, माछाहरूदेखि हरेक कुराहरू यहाँ छ। र आज चाहिँ म पनि धेरै पछि आएँ। आज झन् राम्रो हरियोदेखि लिएर ग्रिनी धेरै भइसकेको छ। पानीहरू चलिरहेछ, गाइजहरू फोटो खिच्ने मान्छेहरू टन्नै छन्। यहाँ भ्यागु त बसेको छ सानो सानो। बन्दर मामा इधर हे, बन्दर मामा चाची हे चाची काट्न ले काट्न दिएस हाय ए चलाइटा के बस्या। वान टेक ब्लग हो गाइज, लास्टसम्म हेर्दै जानु होला। के कस्तो हुन्छ यस्तै छ बालाजु। अहिले यो सिजनमा एकदम राम्रो भइरहेछ भनौँ, एकदम ग्रिनी छ। फोटो टिकटक बनाउनलाई बेस्ट ठाउँ छ। नजिकै हो, बस पार्क नजिकै बालाजु। मेरो सालालाई सोधम केही होइन, कस्तो लागिरहेछ त? राम्रो छ, जस्ट माइन्ड फ्रेस भइरहेछ भएको छ हरियो हैन? हरियो। अब भोलि चाहिँ पर्सिबाट चाहिँ जापान होला, जापानको ठाउँमा मजाले। त्यही भएर आज चाहिँ यसो नेपालको ग्रिनी घुमाइदिउँ भनेको। सालोलाई चाहिँ एउटा टक्क यहाँको एउटा भिडियो बनाउने भनेर लिएर आएको छु। हाम्रो कल्चरको ढोटी भन्छन् त्यसलाई, लगाएर मस्त एउटा भिडियो बनाउने। त्यही भएर यसो घुमाइदिउँ, राम्रो छ यहाँको भिडियो टिकटकहरू बनाउने ठाउँ। यो चाहिँ हामी एक राउन्ड हानिदिरहेछौँ यो पहिला बाहिर बाहिर। नजारा यस्तै छ। बादमा बनाउने भिडियो अहिले भित्र गएर। कालो माछा कत्रो माछा होइन, कालो कालो माछा यहाँको बालाजु 22 धाराको एकदम मेन विशेषता भनौँ कि के भनौँ होइन, हल्का राम्रो देखिने ग्रिनी भनेको मेरो पछाडि देखाइरहेछ होइन। यो चाहिँ अति राम्रो देखिन्छ, बब्बाल देखिन्छ होइन। अनि अर्को चाहिँ खास त अब 22 धारा आइसकेपछि 22 धारा अर्को साइडमा छ, उता पनि जान्छौँ। र यता पछाडि चाहिँ ठुलो ठुलो रुखहरू देखाइरहेछ, त्यो चाहिँ कत्रो माछा तरङ्गा बसेर बहुत भयङ्कर भयो। डुब गिल्का बहुत ठुलो बहुत नुकिला। ग्रिनी ग्रिनी यहाँ धेरैजना मान्छेहरू आएको छन्। यस तरिकाले बसेर इन्जोय गर्दैछन् भनौँ।
सबैभन्दा राम्रो देखिने चाहिँ यही हो भनौँ यहाँको। अलि रुखहरू चिटिक्क देखिन्छ होइन। लगभग गाइजहरू 22 धारा लगभग देखाइसके जस्तो लागिरहेछ। यस्तै नै हो गाइजहरू होइन, आएर भिजिट गर्नु होला कस्तो हुन्छ। मेरो पछाडि देखाइरहेछ त्यो चाहिँ अलि राम्रो देखिन्छ बब्बाल। उता साइडमा यस्तो दामी देखिन्छ बास पुरा नेपाल। 22 धाराको मेन विशेषता भनेको यही हो, धारा यहाँ पानीहरू आउँछ होइन। अहिले खासै पानी आएको छैन सबैमा, यहाँ चाहिँ एकदम पानी आउँछ। पानी पिउँछन् पनि नुहाउँछन् पनि सबै हुन्छ। यो चाहिँ यही हो 22 धाराको मेन विशेषता। अनि फोटोसोटो खिच्नको लागि उता छ, यता पनि पार्क, उता जे ग्रिनीहरू हुन्छ कि टिकटक भिडियो बनाउनको लागि बेस्ट ठाउँ छ। यहाँ आएर इन्जोय गर्नु होला, फ्यामिली कपल सबै आउनु होला। दामी हुन्छ, दामी नाइस। हामी घुमिरहेछौँ गाइजहरू, धमाधम घुमिरहेछौँ अन्डा ढुन्दा तरिकाले। लुकेर अब टिकटक बनाउने हो, के गर्ने। हामीलाई लाज लाग्छ अलिअलि, त्यही भएर यसो लुकी बनाइदिउँ भनेको। हमार साला थारू कल्चर लगाए त्यहीँ धोती सोती टिकटक बनाएको मारे। लेट्स गो गाइजहरू, किप वाचिङ एन्ड सपोर्ट गाइज। फेरि अर्को भिडियोमा भेटौँला अब।